हेलो गाइस, गुड इभिनिङ। अहिले चाहिँ 4 बजिसक्यो साँझको। म चाहिँ आज अर्को वनमा यहाँ होइन घुम्न जाँदैछु। तर जानुपर्ने कसरी छ भने यहाँ पानीमा तरेर कस्तो हुन्छ है। आइया पानी त धेरै रहेछ त। चप्पल चाहिँ हातमा समातिएको छु। गैला त धेरै छैन त यहाँ, धेरै छैन यहाँ त गैला। यो नदी भनेको उता के भन्छ घोडाघोडी नदी होइन, यसकै तलको हो। यता तरेर जानुपर्छ यता, त्यही भएर म पनि होइन यसरी तरेर जाँदैछु। धेरै गहिरो त छैन तर है यो नदी। यता कर्णाली जाँदाखेरिको देखेको वाला नदी यही हो, घोडाघोडी ताल यही वाला ताल। यहाँबाट सिधै जान्छ। अब यहाँदेखि हामीहरू जङ्गल जान्छौँ। यता साइड हामीहरू जङ्गल जान्छौँ। ल तर फुल के हो भन्छ यसलाई, नाम त थाहा छैन मलाई, तर के भन्छ होइन। यो फुल चाहिँ एकदम दामी छ क्या। यस्तोमा चाहिँ होइन फोटो खिच्ने त एकदम खतरा हुन्छ। तर यहाँबाट यहाँ चाहिँ यस्तो रहेछ कि राम्रो रहेछ कि यता। अब हामीहरू यतैबाट घाँस काट्न कता हुन्छ जान्छौँ। यहाँ त यस्तै छ जङ्गलमा यहाँ जानुपर्छ होइन। मच्छरहरू पनि कस्तो छ यता छ। यो ड्रेसहरू पनि चेन्ज गर्नुपर्छ, किनभने यहाँ मच्छरले टोक्छ। यता फुल प्लान्ट लगाउनु पर्छ। अनि अब चाहिँ म होइन स्याउला काट्छु। स्याउला काट्नलाई चाहिँ योवाला रुटमा जान्छु। म सक्छु कि सक्दैन। अब चाहिँ मैले चाहिँ यसरी अब जाने प्रयास गर्दैछु। यहाँबाट अप्ठ्यारो छ, त्यही भएर म यहाँबाट जाने प्रयास गर्दैछु। मैले घाँस काटेर अब म बोल्दैछु तल। म चाहिँ अब यहाँ जङ्गलमा एउटा खतरा म एक्सर्साइज गर्दैछु कि यहाँ उ गरेर। पनि यहाँ यति धेरै गइरहेको छ यार।
कति धेरै वर्षपछि होइन मैले यस्तै घाँस टाउकोमा लगाएको कि 2, 3, 4 वर्ष जति भयो मेरो यस्तै घाँसमा गरेको। यता चाहिँ जति पनि घाँस काट्नुहुन्छ नि यस्तरी नै आउनुहुन्छ यता पानीबाट। यति ठुलो धेरै ठुलो त छैन, बर्खाको टाइममा चाहिँ धेरै आउँछ। अब यहाँबाट घाँस लगेर जानुपर्छ। अब घर पुग्न केही समय लाग्छ, 5-10 मिनट। अन्त अब कस्तो लाग्छ मेरो भ्लग होइन, आजको इन्टरटेनमेन्ट रमाइलो छ। गाउँघरतिर ठिकै छ, ठिक छ। अब नेक्स्ट भिडियो अपलोड नेक्स्ट डे हुने नै छ। कस्तो लाग्छ मेरो भिडियो प्रतिक्रिया दिनु होला। धन्यवाद। थ्याङ्क्स फर वाचिङ।